यस्तो नमिठो ला जिब्रो नै पहिलो भएछ यार अब चाहिँ मैले चाहिँ धेरै जङ्क फुड खाएँ के त्यही भएर हेल्दी फुड खाने कोसिस गर्छु कतिको सक्सेसफुल हुन्छु डेली भ्लग हाल्छु साथीहरू हेर्नु होला कमेन्ट गर्नु होला मैले के हेल्दी फुड खाँदा चाहिँ फ्रुट्स खाँदा चाहिँ ठिक हुन्छ म चाहिँ धेरै मोटाइसकेको क्या मलाई सबले भनिसक्यो क्या अब चाहिँ धेरै मोटी भयो क्या मलाई क्लासमा पनि मोटी भनेर जिस्काउनु थालिरहेको यो चाहिँ मेरो आफ्नै पारामा हो ल यो मेरो क्यामेरा राख्ने स्टाइल ज्याकेट अनि के साथीहरू आजदेखि मैले 50 दिनसम्म चाहिँ हेल्दी फुड खाएर वेट लस गर्ने विचार गरेको छु आफूलाई प्रमिस गरेको छु मैले कतिको सक्छु कि सक्दिनँ मैले डेली मिनी ब्लग ल्याउँछु तपाईहरुको सामने तपाईहरुले मन पर्यो भने साथ सपोर्ट गर्नुहोला अनि मैले हेल्दी फुड खानलाई के खाँदा चाहिँ ठीक हुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला प्लिज साथीहरु किनकि मलाई त त्यो सबै कुरा त मलाई थाहा छैन नि त मैले के खाँदा ठीक हुन्छ मैले के गर्दा ठीक हुन्छ भन्ने कुरा प्लिज साथीहरु कमेन्ट गरिदिनुस् ल आजको लागि चाहिँ बाइ बाइ यति नै